अब प्रश्न 6 मा अब यहाँ 6 को एमा छ माथिको कथनलाई समीकरणको रूपमा लेख्नुहोस्। अब समीकरणको रूपमा लेख्नको लागि प्रश्नमा यहाँ दिएको छ 10 र 100 को बीचमा पर्ने एउटा संख्या। अब 10 र 100 को बीचमा पर्ने संख्या यदि भनेको छ भने त्यो 2 अंकको संख्या सम्झनु पर्छ 10x + y। त्यसैले यस प्रश्नमा हामी मानौ आवश्यक 2 अंकको संख्या बराबर 10x + y। यति लेखिसकेपछि अब प्रश्नको शर्त अनुसार यसमा भनेको छ एउटा संख्या यसका अंकहरूको योगफलको 6 गुणा छ। अब त्यो संख्या भनेको 10x + y हो। अंकहरू भनेपछि x र y। अब अंकहरूको योगफल x + y को 6 गुणा यो छ। त्यसैले बराबर गर्नलाई सानोमा गुणा गरिन्छ। अब यसरी लेख्दाखेरि यहाँ भयो 10x + y बराबर 6 * x + y। अब यो 6 ले यो दुईटैमा गुणा गर्दाखेरि 6 * x बराबर 6x + 6 * y बराबर 6y। अब यसलाई बायाँ पक्षमा लाउँदाखेरि दुईटै माइनस हुन्छ। यसरी यहाँ भयो 10x + y - 6x - 6y बराबर 0। अब 10x बाट 6x गयो भने 4x र y बाट 6y गयो भने -5y। यसरी यहाँ भयो 4x - 5y बराबर 0 समीकरण 1। अब दोस्रो शर्तमा जान्छौं। अब दोस्रो शर्तमा के दिएको छ भने 2 वटा अंकहरूको गुणनफल 20 छ। अब 2 अंकको संख्या 10x + y हो जसमा अंकहरू y र x हुन्छन्। त्यसैले अब दोस्रो शर्त अनुसार x * y बराबर 20। प्रश्नमा भनेको छ 2 वटा अंकहरूको गुणनफल 20 छ। त्यसैले x * y बराबर 20। अब यसलाई दोस्रो समीकरणको रूपमा लेख्दाखेरि x * y बराबर 20। यस प्रश्न अनुसार यी 2 वटा समीकरणहरू भइहाल्यो। अब प्रश्न 6 को b मा जान्छौं। 6 को b मा छ उक्त संख्याहरूको अंकहरू पत्ता लगाउनुहोस्। अंकहरू पत्ता लगाउनको लागि 6 को a मा गरिएको समीकरणहरूलाई हामी हल गर्छौं। अब यसमा हल गर्दाखेरि यहाँ छ 4x - 5y बराबर 0। यहाँबाट हामी x को मान निकाल्छौं। 4x बराबर 5y, x बराबर 5y / 4। अब यसरी x को मान निकालेर यो मान हामी समीकरण 2 मा राख्छौं x को सट्टामा। यसरी राख्दाखेरि यहाँ भयो 5y / 4 * y बराबर 20। अब यसमा यो y माथि 5y सँग गुणा हुन्छ। त्यसैले यहाँ भयो 5y² र यो 4 क्रस गुणन गर्दाखेरि 20 * 4 भयो। अब 5y² बराबर 80। अब यो 80 यता आउँदाखेरि माइनस भयो। अब यसमा साझा छ। अब 5y² - 80 बराबर 0। अब यसमा 5 साझा छ। y² - 16 × 5 = 80, 16 बराबर 0। त्यसैले अब 5 साझा लिएर लेख्दाखेरि यहाँ भयो 5y² - 16 बराबर 0। अब यो 5 * 4 को साइडमा जाँदाखेरि डिभाइड हुन्छ। त्यसैले y² - 16 बराबर 0 / 5। यति भइसकेपछि अब 0 लाई 5 ले डिभाइड गर्दाखेरि 0 नै हुन्छ। y² - 16 बराबर 0। अब यो 16 लाई हामी 4 को स्क्वायर लेख्न सक्छौं। अब यसरी 4 को स्क्वायर लेख्दाखेरि भयो y को स्क्वायर - 4 को स्क्वायर बराबर 0। अब यसमा a² - b² को फर्मुला लगाउँछु। a² - b² को फर्मुला के हुन्छ? a + b, a - b। त्यस्तै यहाँ भयो y + 4, y - 4। यहाँ 2 वटा समीकरणहरू बन्यो। अब यी 2 वटा समीकरणहरूलाई हल गर्दाखेरि एक पटक हामी y + 4 बराबर 0 गराउँछौं र y बराबर -4 गराउँछौं। यो 4 उता जाँदा अर्को साइडमा माइनस र अर्को समीकरण y - 4 बराबर 0 गराउँछौं। y बराबर अर्को साइडमा यो 4 जाँदाखेरि +4 हुन्छ। अब यसलाई भाषागत रूपमा लेख्दाखेरि यदि y + 4 बराबर 0 भए y बराबर -4 जुन असम्भव छ, किनभने संख्या भनेको 10 र 100 को बीचमा हामीलाई पत्ता लगाउनु छ। तर यहाँ माइनस आएकोले यो माइनस भनेको 10 भन्दा कम हुन्छ। 10 भन्दा कम भएकोले यो माइनस के हुन्छ? असम्भव हुन्छ। अब हामी समीकरण यो y - 4 लाई लिएर गर्छौं। यसरी y - 4 बराबर 0 भए y बराबर 4 हुन्छ, जुन सम्भव छ। अब y को मान हामी समीकरण 1 मा राखेर x को मान निकाल्छौं। यसरी y को मान समीकरण 1 मा राख्दाखेरि अब यहाँ y को सट्टामा यो 4 हामी राख्छौं। अब 4 राख्दाखेरि यहाँ भयो 4x - 5 * 4 बराबर 0 भयो। अब यो दुईटा गुणा गर्दाखेरि 5 * 4 बराबर 20 भयो। यो 20 माइनस छ, अर्को पक्षमा जाँदाखेरि प्लस हुन्छ। 4x बराबर
20 भयो। अब यो 4 यता इन्टु को रूपमा छ, r को पक्षमा जाँदाखेरि डिभाइड हुन्छ। यसरी डिभाइड गर्दाखेरि 20 डिभाइड 4 बराबर 5 हुन्छ। अतः अंकहरू 5 र 4 हुन्छ। अब प्रश्न 6 को सी मा जान्छौं। 6 को सी मा छ उक्त संख्या र त्यसको विपरीत संख्याको अन्तर पत्ता लगाउनुहोस्। पहिला हामी उक्त संख्या पत्ता लगाउँछौं 10x प्लस y र विपरीत संख्या पत्ता लगाउँछौं 10y प्लस x। अब x र y को मान यस दुईटैमा राखिसकेपछि हामी अन्तर निकाल्छौं। त्यसैले पहिला x र y को मान यो 10x प्लस y र 10y प्लस x मा राख्दाखेरि यहाँ आवश्यक संख्या भनेको 10x प्लस y। अब x को सट्टामा 5 र y को सट्टामा 4 राख्दाखेरि 54 भयो। अब यसको 10x प्लस y को विपरीत हामी निकाल्छौं 10y प्लस x। अब फेरि यसमा x र y को मानहरू राख्छौं। यसरी राख्दाखेरि 45 भयो। अब प्रश्न अनुसार 45 र 54 को हामी अन्तर निकाल्छौं, किनभने यहाँ भनेको छ अन्तर। त्यसैले 54 माइनस 45 गर्दाखेरि यहाँ भयो उक्त संख्या र विपरीत संख्यामा फरक कति हुन्छ? 9 हुन्छ। त्यस्तै अब प्रश्न हामी 7 मा जान्छौं। 7 को ए मा माथिको कथनलाई समीकरणको रूपमा लेख्नुहोस्। अब माथि भनेको कथन दिएको छ दुईवटा प्राकृतिक संख्याहरूको योगफल 21 छ। अब प्राकृतिक संख्या एउटा x र एउटा y मान्छौं हामी। यसरी मान्दाखेरि भाषागत रूपमा लेख्दाखेरि यहाँ भयो मानव दुईवटा प्राकृतिक संख्याहरू x र y छन्। अब पहिलो शर्तमा के भनेछ? योगफल भन्यो भने हामीले प्लस गर्ने हो। त्यसैले x प्लस y बराबर 21। अब दोस्रो शर्तमा जान्छौं। दोस्रो शर्तमा भनेछ वर्ग। x वर्ग भनेपछि x को स्क्वायर प्लस y को स्क्वायर बराबर 261 हुन्छ। त्यसैले दोस्रो समीकरण बनाउँदाखेरि यहाँ भयो x स्क्वायर प्लस y स्क्वायर बराबर 261। अब यस प्रश्न अनुसार यो समीकरण भनेको दुईवटा भइहाल्यो। अब प्रश्न हामी 7 को बी मा जान्छौं। 7 को बी मा छ ती संख्याहरू पत्ता लगाउनुहोस्। अब यी संख्याहरू पत्ता लगाउँदाखेरि प्रश्न 7 को ए मा निकालिएका समीकरणहरूलाई हामी हल गर्छौं। समीकरण 1 बराबर x प्लस y बराबर 21 र समीकरण 2 बराबर x स्क्वायर प्लस y स्क्वायर बराबर 261 छ। अब यो x प्लस y बराबर 21 बाट हामी x को मान निकाल्छौं। x बराबर यो y r को साइडमा जाँदाखेरि माइनस हुन्छ। 21 माइनस y हुन्छ। त्यसैले x को सट्टामा हामी 21 माइनस y समीकरण 2 मा राख्छौं र यसलाई हल गर्छौं। यसरी लेख्दाखेरि यहाँ भयो x स्क्वायर y स्क्वायर बराबर 261। अब यसमा x को सट्टामा हामी 21 माइनस y राख्यौं। यसरी राख्दाखेरि अब यहाँ यसरी राखिसकेपछि अब 21 माइनस y को होल स्क्वायर को फर्मुला खोल्छौं हामी। अब यसमा होल स्क्वायर को फर्मुला लगाउँदाखेरि 21 a माइनस b होल स्क्वायर को फर्ममा छ। त्यसैले a माइनस b को यहाँ हामी होल स्क्वायर को सूत्र लगाउँछौं a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर। अब यसरी यस फर्मुला अनुसार यसलाई खोल्दाखेरि कति हुन्छ? 21 को स्क्वायर 441 माइनस 2ab 42 y b स्क्वायर y को स्क्वायर। त्यसैले यसको सट्टामा 21 माइनस y को सट्टामा यो यहाँ हामी लेखिसक्यौं। अब यसरी हल गर्दाखेरि यहाँ भयो y स्क्वायर एकतिर गरेछौं, y भनेको यहाँ भयो र अंकहरू एकतिर गरेछौं। अब यो दुईटा जोड्दाखेरि y स्क्वायर 2y स्क्वायर हुन्छ। 42 को भने माइनस 42 नै भयो। 441 बाट 261 गयो भने 180। अब यसलाई लेख्दाखेरि यहाँ भयो 2y स्क्वायर माइनस 42y प्लस 180 बराबर 0। अब यसमा साझा छ 2y स्क्वायर माइनस 42y प्लस 180। अब यसमा 2 साझा लेख्दाखेरि y स्क्वायर माइनस 21y माइनस यो 2 ले 180 मा डिभाइड गर्दाखेरि 90 भयो। त्यसैले अब यहाँ यो लेखियो। अब यो 2 r को साइडमा डिभाइड गर्दाखेरि यहाँ हुन्छ 0 डिभाइड 2 जसको मान 0 नै हुन्छ त्यो यहाँ हामी लेखिसक्यौं। अब y स्क्वायर माइनस 21y प्लस 90 यसको खण्डीकरण गर्दाखेरि यहाँ के हुन्छ भने माइनस 21 गुणा जोड्दा अथवा घटाउँदा माइनस 21 आउने र गुणा गर्दाखेरि 90 आउने। अब यसको गुणनखण्ड के हुन्छ भने 15 र 6 हुन्छ। यसको गुणनखण्ड 15 र 6 हुन्छ, जसमा
-15 -6 गर्यो भने -15 -6 भनेको -21 हुन्छ र गुणन गर्दाखेरि +90 हुन्छ। त्यसैले यो 21 लाई हामी खण्डको रूपमा लेख्दाखेरि -15 -6 लेख्छौं। यसरी लेख्दाखेरि यहाँ भयो -15 -6y। अब यो y -15 y स्क्वायर -15y मा y साझा y -15 भयो। अब र अर्को यसमा 6 साझा लिँदाखेरि 15 छक्का 90 15 भयो। अब यति भइसकेपछि दुईवटा समीकरण बन्यो। अब एउटा समीकरण y -15 बराबर 0 y बराबर यो -15 उता जाँदाखेरि प्लस भयो र अर्को y -6 बराबर 0 y बराबर यो -6 उता जाँदाखेरि +6 हुन्छ। अब यसरी भाषागत रूपमा लेख्दाखेरि यदि y -15 बराबर 0 भयो y बराबर 15 हुन्छ र यदि y -6 बराबर 0 भयो y बराबर 6 हुन्छ। अब y बराबर 15 र 6 यी मानहरू समीकरण हामी 1 मा राख्छौं। 1 मा राख्दाखेरि x को मान आउँछ। यसरी राख्दाखेरि y को मान समीकरण 1 मा राख्दा x + y बराबर 21। अब 15 राख्दाखेरि यो 15 यता जाँदा माइनस हुन्छ। अब 21 - 15 बराबर 6 x को मान 6 आयो। फेरि अब हामी y बराबर 6 राख्छौं। यसरी 6 राख्दाखेरि x + y बराबर 21 x + 6 बराबर 21। अब 6 यता गयो भने माइनस हुन्छ। अब माइनस गर्दाखेरि 15 आयो। अर्थात ती संख्याहरू 15 र 6 अथवा 6 र 15 हुन्छ। अब प्रश्न हामी 7 को सी मा जान्छौं। 7 को सी मा छ सानो संख्या चाहिँ ठूलो संख्या भन्दा कति प्रतिशतले कम रहेछ। अब सानो संख्या भनेको हाम्रो 6 आएको छ र ठूलो संख्या भनेको 15 आएछ। अब यस दुईटाको फरक निकाल्दाखेरि 15 - 6 बराबर 9 आयो। सानो संख्या 6 भयो ठूलो संख्या 15 भयो र दुईटाको फरक के छ 9 ले कम छ। अब प्रश्नमा भनेछ सानो संख्या ठूलो संख्या भन्दा जे भन्दा भन्छ त्यो हामी तल लेख्छौं। अब ठूलो संख्या भन्दा भनेछ त्यसैले ठूलो संख्या तल लेख्छौं अनि जति कम छ त्यो माथि लेख्छौं। प्रतिशतमा लैजानको लागि 100 * 100 गर्छौं। अब यसरी यहाँ भयो 9/15 * 100% बराबर 60%। यस प्रश्नको आन्सर हुन्छ 60%। अब प्रश्न हामी 8 मा जान्छौं। 8 मा छ 8 को ए मा माथिको कथनलाई समीकरणको रूपमा लेख्नुहोस्। 4 वटा कर्मगत प्राकृतिक संख्याहरू। अब कर्मगत भनेको लगातार, जस्तै 2 3 4 5 अथवा 7 8 9 10। कर्मगत भनेको यस्तो लगातार संख्याहरू। यदि कर्मगत सोधेको छ भने हामी एउटालाई x मानिदिन्छौं। अब यसभन्दा एउटा बढाउँदाखेरि x + 1 हुन्छ। यसमा फेरि एउटा बढाउँदाखेरि x + 2 हुन्छ। फेरि एउटा बढाउँदाखेरि x + 3 हुन्छ। त्यसैले 4 वटा कर्मगत संख्याहरू यसलाई हामी मान्छौं। अब यसलाई भाषागत रूपमा लेख्दाखेरि मानौ 4 वटा कर्मगत संख्याहरू x + 1 x + 2 र x + 3 छन्। अब प्रश्नमा भनेछ वर्गको योगफल। वर्ग भनेपछि x को स्क्वायर प्लस x + 1 को स्क्वायर प्लस x + 2 को स्क्वायर प्लस x + 3 को स्क्वायर यो बराबर 54 हुन्छ। त्यसैले अब यसलाई वर्ग गरेर जोडफल निकाल्दाखेरि यहाँ 54 भयो। अब यसमा x² को x² भयो। यसको फर्मुला लगाउँछौ। a + b को होल स्क्वायर को सूत्र लगाउँछौ, जसमा a² x² + 2x + 1 र यसको हुन्छ x² + 4x + 4 र अर्को हुन्छ x² + 6x + 9। अब यसरी फर्मुला लगाएर लेख्दाखेरि यहाँ भयो x² + x² + 2x + 1 + x² + 4x + 4। अब यसमा x² एकतिर लेख्दाखेरि यहाँ हुन्छ 4 वटा x² हुन्छ र x भएको 3 वटा र x नभएको 3 वटा। अब यो 4 वटाबाट हुन्छ 4x² र यहाँ 4 2 6 भनेको 12x र यहाँ भनेको 9 4 13 1 14 हुन्छ। अब यसरी जोड्दाखेरि यहाँ भयो 4x² + 12x + 14। अब 54 यता आउँदाखेरि माइनस हुन्छ। यसरी माइनस गर्दाखेरि यहाँ भयो 14 - 54। अब 14 बाट 54 गयो भने 40 बच्यो। अब यसमा हामी 4 साझा लिन्छौं। 4 साझा लिँदाखेरि x² + 4 3 12 3x
माइनस 4 दहियम 40 10 भयो। यसरी साझा लिएर लेख्दाखेरि यहाँ भयो 4x² प्लस 3x माइनस 10। अब 4 यता डिभाइड गयो भने 0 डिभाइड 4 बराबर कति हुन्छ? 0 नै हुन्छ। त्यसरी यहाँ 4 भनेको 0 बनिहाल्यो। यसरी समीकरणको रूपमा यो भइहाल्यो। यसको समीकरण हुन्छ x² प्लस 3x माइनस 10 बराबर 0। अब प्रश्न हामी 8 को बी मा जान्छौँ। 8 को बी मा छ ती संख्याहरू पत्ता लगाउनुहोस्। अब त्यो संख्याहरू पत्ता लगाउनको लागि 8 को ए मा निकालिएको वर्ग समीकरणलाई हामी हल गर्छौँ। अब 8 को ए मा थियो वर्ग समीकरण x² प्लस 3x माइनस 10 बराबर 0। अब 10 को यस्तो गुणनखण्ड लेख्छौँ। गुणा गर्दा 10 आउने र जोड्दा अथवा घटाउँदा 3 आउने। त्यो भनेको 5 एउटा भयो, एउटा 2 भयो। 5 दुना 10 भयो। गुणा गर्दा 10 आउँछ र 5 बाट 2 घटायो भने 3 आउँछ। त्यसैले एउटा 5 हुन्छ, अर्को -2 हुन्छ। अब यस 3 लाई लेख्दाखेरि, अब 3 लाई टुक्रा गरेर लेख्दाखेरि यहाँ भयो 5x माइनस 2x। अब यसमा साझा भयो x प्लस 5 र यसमा साझा भयो 2x माइनस 5। अब यहाँ भयो अब x माइनस 5 फेरि साझा। त्यसैले यसलाई एउटा ब्राकेटमा भयो अनि बचेकोलाई अर्को ब्राकेटमा यहाँ। अब यहाँ दुईवटा समीकरण बन्यो। एउटा x प्लस 5 बराबर 0 हुन्छ, x बराबर -5 हुन्छ र अर्को x माइनस 2 बराबर 0 हुन्छ, x बराबर 2 हुन्छ। अब यसमा यसरी यसलाई भाषागत रूपमा लेख्दाखेरि यहाँ भयो यदि x प्लस 5 बराबर 0 भए x बराबर -5, जुन के छ असम्भव, किनभने प्राकृतिक संख्या भनेको धनात्मक हुन्छ। 1 देखि सुरु 1 देखि n सम्म प्राकृतिक संख्या हुन्छ। अब अर्को हामी x माइनस 2 लिन्छौँ। x माइनस 2 यदि x माइनस 2 बराबर 0 भए x बराबर 2 हुन्छ। अब x को मान आइसकेपछि ती संख्याहरू पत्ता लगाउँदाखेरि पहिलो संख्या हामी x मानेका छौँ, त्यसैले x बराबर 2 भयो। अर्को x प्लस 1 मानेका छौँ, x प्लस 1, x को मान 2 राख्दाखेरि 3 भयो। अर्को संख्या x प्लस 2 मानेछौँ, यसमा 2 राख्दाखेरि 4 भयो र चौथो संख्या x प्लस 3 जसमा 2 राख्दाखेरि 5 भयो। अतः ती संख्याहरू कति कति भए? 2 भयो, 3 भयो, 4 भयो, 5 भयो। अब प्रश्न हामी 8 को सी मा जान्छौँ। 8 को सी मा छ प्रत्येक संख्यामा 1 थपेर वर्ग गर्दा तिनीहरूको योगफल कति हुन्छ? अब सबैमा हामी 1 जोडेर त्यसको वर्ग निकाल्छौँ, जुन यहाँ भयो। 2 मा 1 जोड्यौ, 3 मा 1 जोड्यौ, 4 मा 1 र 5 मा 1 जोड्यौ। यो जोडेर अब वर्ग गरेर हामी जोड्छौँ। 2 1 कति? 3 हुन्छ र 3 1 4 यहाँ भयो, 4 1 5 भयो, 5 1 6 भयो। अब 3 को स्क्वायर 9, 3 को स्क्वायर 9 र 4 को स्क्वायर 16, 5 को स्क्वायर 25 र 6 को स्क्वायर 36। अब सबै जोड्दाखेरि यहाँ भयो 86। अर्थात प्रत्येक संख्यामा 1 थपेर वर्ग गर्दा तिनीहरूको योगफल कति हुन्छ? 86 हुन्छ। अब प्रश्न हामी 9 मा जान्छौँ। अब प्रश्न नम्बर 9 को ए मा छ माथिको भनाइलाई वर्ग समीकरणको रूपमा प्रस्तुत गर्नुहोस्। अब यहाँ छ कक्षा 10 मा अध्ययनरत केही विद्यार्थीहरूले एउटा वनभोजमा कुल बजेट रु 30,000 को योजना गरे, तर कारणवश 5 जना विद्यार्थीहरू उक्त वनभोज जान नसक्ने भए, जसले गर्दा प्रत्येक विद्यार्थीको खर्च रु 500 ले बढेछ। अब यस प्रश्न अनुसार हामी विद्यार्थीको संख्या x मान्छौँ र यहाँ जम्मा बजेट भनेको 30,000 रहेको छ। 30,000 लाई विद्यार्थीको संख्याले डिभाइड गर्छौँ भने एक विद्यार्थीको बजेट आउँछ। त्यसरी अब यहाँ लेख्दाखेरि मानव विद्यार्थी संख्या बराबर x, त्यसैले एक जनाको लागि बजेट बराबर 30,000 डिभाइड x, यो एक जनाको बजेट भयो। अब यो पहिलो शर्तमा भयो। फेरि दोस्रो शर्तमा भने छ 5 जना कम भयो, भनेको पहिला x थिए, अब 5 जना कम भयो भने जम्मा विद्यार्थी संख्या x माइनस 5 भयो। अब x माइनस 5 भइसकेपछि यिनीहरूको लागि हुने बजेट बराबर कति हुन्छ? 30,000 डिभाइड x माइनस 5। तर यहाँ कन्डिसन एउटा दिएको छ 5,000 ले बढ्छ। सुरुमा यो जुन बजेट थियो यसभन्दा यो बजेट कतिले बढी छ? 500 ले बढी छ। अब 500 ले बढी छ, यसको अर्थ अनुसार यसबाट यो घटाउँदाखेरि फरक कति आउँछ? 500 आउनु पर्छ। त्यसैले यहाँ भयो 30,000 डिभाइड x माइनस 5 माइनस 30,000 डिभाइड x बराबर 500, किनभने यो 500 बढी छ, यो बढीबाट यो थोरै घटाउँदाखेरि फरक कति आउनु पर्छ? 500 आउनु पर्छ। अब एउटा यो समीकरण बन्यो। अब यसलाई हामी हल गर्छौँ। हल गर्दाखेरि अब यसको र यसको लासा कति हुन्छ?
x इन्टु x माइनस 5 हुन्छ। अब यसले डिभाइड गर्दाखेरि यहाँ x माइनस 5 काट्छ, x सँग यो माथिसँग गुणा हुन्छ। त्यसरी यहाँ r को यो x ले डिभाइड गर्दाखेरि x काट्छ र यो सँग हामी माथिसँग गुणा गर्छौं। त्यसरी यहाँ भयो x इन्टु 30,000 माइनस 30,000 इन्टु x माइनस 5 डिभाइड x इन्टु x माइनस 5 बराबर 500। अब यो गुणन गर्दाखेरि यो 30,000 ले x मा गुणन गर्दाखेरि 30,000 x माइनस माइनस प्लस यहाँ भयो 30,000 इन्टु 5 ले गुणन गर्दाखेरि 1,50,000। अब यसमा यो 30,000 कट, अब यहाँ बच्यो 1,50,000 र यसले यता क्रस गुणन गर्दाखेरि यहाँ भयो 500 इन्टु x स्क्वायर माइनस 5x। अब यसले यहाँ दुईटैमा गुणा गर्छौं। यसरी गुणा गर्दाखेरि यहाँ भयो 500x स्क्वायर माइनस 2500। अब यस दुईटैलाई एक साइडमा लाउँदाखेरि यो प्लस छ भने 500 प्लस छ भने माइनस हुन्छ, यो माइनस 2500 माइनस छ भने प्लस हुन्छ। अब यसमा डिग्री अनुसार मिलाउँदाखेरि x डिग्री ठूलो छ, त्यसैले पहिला x स्क्वायर वालालाई लेख्छौं। यहाँ भयो माइनस 500x स्क्वायर प्लस 2500x प्लस 15 प्लस 1,50,000। अब यसमा माइनस 500 साझा लिँदाखेरि यो 500 साझामा आयो, x स्क्वायर माइनस साझा भएकोले यहाँको चिन्ह भनेको बदलियो, यहाँ भयो माइनस र यहाँको चिन्ह पनि माइनस हुन्छ। अब माइनस 500 r को साइडमा जाँदाखेरि 0 डिभाइड माइनस 500 गर्दाखेरि यसको मान आउँछ 0। त्यसैले यहाँ बाँकी रहन्छ x स्क्वायर माइनस 5x माइनस 30 माइनस 300। यही नै के हुन्छ, वर्ग समीकरण हुन्छ। अब प्रश्न हामी 9 को b मा जान्छौं। 9 को b मा छ वनभोजमा सहभागी विद्यार्थी संख्या पत्ता लगाउनुहोस्। अब यो विद्यार्थी संख्या पत्ता लगाउनु भनेको x को मान निकाल्नु हो। अब x को मान निकाल्नलाई 9 को a मा हामी जुन वर्ग समीकरण निकालेछौं त्यसलाई हल गर्छौं। यहाँ छ x स्क्वायर माइनस 5x माइनस 300 बराबर 0। अब यसलाई खण्डीकरण गरेर हल गरेर हामी x को मान निकाल। अब खण्डीकरण गर्नको लागि x स्क्वायर माइनस 5x माइनस 300 छ, गुणा गर्दा 3 आउने भनेपछि 20 इन्टु 15। तर यहाँ माइनस भएकोले यसलाई माइनस लेख्छौं। यहाँ माइनस छ भने ठूलोलाई माइनस लेख्छौं, सानोलाई प्लस लेख्छौं। अब माइनस 20 प्लस 15 भनेको माइनस 5 र गुणा गर्दाखेरि माइनस 300। त्यसैले यो 5x लाई माइनस 20 र प्लस 15 हामी लेखेर टुक्रामा पार्छौं। यसरी यहाँ भयो माइनस 20 प्लस 15x। अब यसमा साझा भयो x माइनस 20 भयो र यसमा साझा भयो 15 x माइनस 20 भयो जुन यहाँ लेखिएको छ। अब x माइनस 20 फेरि साझा हुन्छ र बाँकी रहन्छ यो x एउटा बाँकी रहन्छ r को प्लस 15। अब यसलाई भाषागत रूपमा लेख्दाखेरि यहाँ भयो x माइनस 20 इन्टु x प्लस 15 बराबर 0। अब यहाँ दुईवटा समीकरणहरू भयो। अब एउटा समीकरण x माइनस 20 भयो बराबर 0। अब यसलाई हल गर्दाखेरि x बराबर 20 आउँछ र r को समीकरण x प्लस 15 बराबर 0 भयो। यसलाई हल गर्दाखेरि माइनस 15 आउँछ। अब विद्यार्थीको संख्या माइनस हुँदैन, त्यसैले यसलाई असम्भव लेख्छौं। अब यसलाई लेख्दाखेरि यहाँ भयो यदि x माइनस 20 बराबर 0 भए x बराबर 20 हुन्छ र अब r को यदि x प्लस 15 बराबर 0 भए x बराबर माइनस 15 जुन के छ असम्भव छ। अर्थात विद्यार्थीको संख्या कति हुन्छ 20 हुन्छ। अब प्रश्न हामी 9 को c मा जान्छौं। 9 को c मा छ एकजना विद्यार्थीको भाग कति खर्च रहेछ। अब यहाँ छ एकजना विद्यार्थीको भाग कति खर्च रहेछ। अब खर्च हामी भने अब खर्च 30,000 डिभाइड x माइनस 5 हामी निकालिसकेछौं। अब x को मान राख्दाखेरि यहाँ खर्च आउँछ, त्यसैले x को मान राख्दाखेरि 20 माइनस 5 बराबर 15। 15 ले 30,000 मा डिभाइड गर्दाखेरि 2000। 10 को a मा छ माथिका भनाइलाई समीकरणको रूपमा लेख्नुहोस्। अब यहाँ दुईवटा धनात्मक संख्याको अन्तर, एउटा संख्या हामी x मान्छौं र r को संख्या y मान्छौं। यसरी भाषागत रूपमा मानिसकेपछि अब यहाँ पहिलो शर्तमा छ अन्तर 2 छ। अन्तर भनेपछि माइनस, त्यसैले x माइनस y बराबर 2 भयो। यो पहिलो शर्त भयो। दोस्रो शर्तमा छ व्युत्क्रमहरूको योगफल 5/12 छ। अब व्युत्क्रम भनेको उल्टा, x को उल्टा 1/x र y को उल्टा 1/y। यो जोड्दाखेरि कति हुन्छ 5/12 हुन्छ। त्यसैले अब यसलाई समीकरणको रूपमा लेख्दाखेरि 1 डिभाइड x प्लस 1 डिभाइड y बराबर
5/12। अब समीकरणको रूपमा लेख्नुहोस्। यहाँ प्रश्नमा भनेको छ यो समीकरणहरू भइहाल्यो। अब प्रश्न हामी 10 को बी मा जान्छौँ। 10 को बी मा छ माथिका समीकरणहरूबाट एउटा वर्ग समीकरण बनाउनुहोस्। अब वर्ग समीकरण बनाउनका लागि 10 को ए मा निकालिएको समीकरणहरूलाई एउटैमा हामी मिलाउँछौँ। यसरी मिलाउँदाखेरि एउटा पहिलो समीकरण छ x - y = 2, x - y = 2। यसमा x बराबर यो -y उता गयो भने y + 2 हुन्छ। त्यसैले अब यहाँ हामी लेख्यौं x बराबर y + 2। अब x बराबर y + 2 हामी समीकरण 2 मा राख्छौं। समीकरण 2 छ 1/x + 1/y बराबर 5/12। अब यसमा x को सट्टामा हामी राख्छौं y + 2। यसरी राख्दाखेरि यहाँ भयो 1/y + 2 + 1/y बराबर 5/12। अब यसमा y र y + 2 को हामी लासा निकाल्छौं। त्यसको लासा हुन्छ y + 2। यसको हर y + 2 ले डिभाइड गर्छौं। डिभाइड गर्दाखेरि y + 2 कट्छ र y बचेकोलाई यसको अंशसँग हामी गुणा गर्छौं। र अर्को छ y ले डिभाइड गर्दा y कट्छ, यो बचेकोलाई यसको 1 सँग गुणा गर्छौं। यसरी गुणा गर्दाखेरि यहाँ भयो y + y + 2 डिभाइड y * y + 2 बराबर 5/12। अब यसमा y भनेको 2y हुन्छ। 2y + 2 अनि यहाँ गुणा गर्दाखेरि y² अनि y ले 2 मा गुणा गर्दाखेरि 2y। अब यसलाई क्रस गुणन गर्दाखेरि 12 * 2y + 2 बराबर 5 * y² + 2y। अब यसमा 12 ले 2y मा गुणा गर्दाखेरि यहाँ भयो 24y र फेरि 12 ले 2 मा गुणा गर्दाखेरि 24, 5 ले y² मा गुणा गर्दाखेरि 5y² र 5 ले यो 2 मा गुणा गर्दाखेरि 10y। यसरी यहाँ सबै दायाँ पक्षमा लैजाँदाखेरि यहाँ भयो 5y² + 10y - 24y - 24। 5y² एउटै छ, त्यसैले यस्तै छोड्छौं र यहाँ 10y बाट 24y घटाउँछौं, जसको आन्सर आउँछ -14y। 24 भनेको एक्लै छ, यसलाई पनि यस्तै छोड्छौं। यसरी यहाँ भयो 5y² - 14y - 24 बराबर 0, जुन भनेको एउटा यो के बन्यो वर्ग समीकरण बन्यो। अब प्रश्न हामी 10 को सी मा जान्छौं। 10 को सी मा छ ती संख्याहरू पत्ता लगाउनुहोस्। अब यसलाई हामी हल गर्छौं। हल गरेपछि y को मान आउँछ र y को मान आइसकेपछि समीकरण 1 मा राख्दाखेरि x को मान आउँछ। अब यसलाई हल गर्दा यसमा 24 को हामी गुणन 24 * 5 भनेपछि 120 को गुणनखण्ड हामी लेख्छौं, जुन हुन्छ 20 * 6 हुन्छ। 20 छक्का 120। अब यहाँ 14 लाउनु छ -14, त्यसैले ठूलोलाई माइनस गर्छौं, यो सानोलाई प्लस गर्छौं। यसकारण 14 लाई टुक्रा गर्दाखेरि -20 र +6 हुन्छ। त्यसैले यहाँ भयो -20y + 6y - 24 बराबर 0। अब यसमा साझा छ 5। अब यसमा साझा छ 5y, त्यसैले y - 5 चौको 20 4 हुन्छ र यसमा साझा छ, यसमा साझा 6y - 6 चौको 24 4 भयो। यसरी साझा गरेर लेख्दाखेरि यहाँ भयो 5y * y - 4 + 6 * y - 4 बराबर 0। अब y - 4 y - 4 फेरि साझा, त्यसैले y - 4 एउटा ब्राकेटमा र बचेकोलाई अर्को ब्राकेटमा 5y प्लस यो बचेको 6 अर्को ब्राकेटमा y - 4 * 5y + 6। अब यहाँ दुईवटा समीकरणहरू बन्यो। अब दुईटै समीकरणलाई 0 सँग बराबर गरेर हामी हल गर्छौं। यदि y - 4 बराबर 0 भए y बराबर 4 र अर्को समीकरण यो छ 5y + 6। यसलाई पनि 0 सँग तुलना गर्छौं हामी। 0 सँग तुलना गर्दाखेरि 5y + 6 बराबर 0 भए। अब यो 6 अर्को साइडमा जाँदा माइनस भयो, y बराबर कति हुन्छ -6/5 हुन्छ। यसरी -6/5 भनेको असम्भव हुन्छ, किनभने यहाँ प्रश्नमा भनेको छ धनात्मक संख्या, जुन यो भनेको ऋणात्मक हुन्छ। त्यसैले y को मान 4 हुन्छ। अब y को मान 4 समीकरण 1 मा हामी राख। अब -4 यता गयो भने प्लस हुन्छ, त्यसैले 6 हुन्छ। अर्थात ती संख्याहरू कति हुन्छन्, एउटा भनेको 6 हुन्छ र अर्को भनेको 4।